आज हामी एग्रिकल्चर स्टुडेन्ट शैक्षिक भ्रमण जाँदैछौँ। कृषि अनुसन्धान निर्देशालयमा यो ठाउँ लुम्बिनी प्रदेश खजुरामा रहेको छ। यहाँ विभिन्न प्रकारका बालीहरू मेसिनहरू रहेका छन् भने यहाँ नयाँ नयाँ भेराइटीहरू पनि खोज गरिन्छ। कति प्रोडक्ट हुन्छ भने चाहिँ यहाँ चाहिँ डेमो देखाएको छ। त्यसमा ल्याएर जस्तो गौका जातहरू हो कि विभिन्न जात छ। अनि कुन जात चाहिँ फार्मर्सलाई हामीले चाहिँ यो डेमोमा देखाएपछि फार्मर्सहरूलाई चाहिँ के हुन्छ प्रत्येकचोटि फार्मर्स डे हुन्छ नि होइन। फार्मर्स डेमा चाहिँ फार्मर्सहरू यहाँ भिजिट गराइन्छ। भिजिट गराए जस्तै फार्मर्सलाई कुन चाहिँ राम्रो हुन्छ भने चाहिँ उनीहरू आफ्नै भ्यूले हेर्छन् र कुन चाहिँ राम्रो छ भनेर त्यही अनुसार चाहिँ सेलेक्ट गरेको हुन्छ। यहाँ चाहिँ विभिन्न जातहरू रहेका छन्। के पढ हेर त्यहाँहरू सबै पढ ल सर। यसमा भेराइटीमा हाम्रो 6वटा भेराइटी छ होइन। 6वटा भेराइटी छ प्लस हाम्रो यो डिफ्रेन्ट 4वटा डेटमा लगाइएको छ। एउटा के छ भनेपछि लगभग मङ्सिरमै कार्तिकको फर्स्ट के अरे 15 गतेतिर सुरु गरेको थियो। अर्को चाहिँ के छ पुससम्म गरेको छ कि त्यसरी डिफ्रेन्ट डेटमा लगाइएको छ र डिफ्रेन्ट 6वटा भेराइटी पनि लगाएको छ। र यसमा चाहिँ कुन भेराइटीले चाहिँ कुन डेटमा चाहिँ राम्रो प्रोडक्सन दियो भनेर चाहिँ यो ट्रायल गरेको हो। अब यो हाम्रो फर्स्ट डेटमा लगाइएको यो डेट चाहिँ हाम्रो भइसक्यो। कति घाम लाग्यो, कति चाहिँ पानी पर्यो होइन, मौसम कस्तो छ, त्यो कुराहरू एग्रिकल्चरसँग एकदमै डाइरेक्टली चाहिँ प्रोपोर्सनल हुन्छ होइन। एकदमै जस्तो अब कुनै क्रपलाई चाहिँ चिसो बढी के अरे फेभर गर्ने हुन्छ, कुनैले चाहिँ अलिकति राम्रो सनसाइन चाहिने हुन्छ होइन। त्यो सबै कुराहरूको चाहिँ रेकर्ड भनेको चाहिँ वेदर स्टेसनले चाहिँ रेकर्ड गर्छ। अनि पानी कति पर्यो होइन। जस्तो यसपालि के थियो, यसपालि चाहिँ हाम्रो सुक्खा, यो वर्ष हाम्रो सुक्खा भनिन्छ नि होइन। विन्टरमा हाम्रो एउटा पनि रेन भयो त होइन नि। हामी चाहिँ खडेरीतिर गइसक्यौँ। क्लाइमेट चेन्जको असर हो एउटा यो पनि होइन। जस्तो पहिला चाहिँ विन्टरमा चाहिँ यति मिलिमिटर पानी पर्छ बर्खामा एभरेजमा यति पर्छ अनि जाडोमा यति पर्छ भने थियो। यसपालि जाडोमा चाहिँ हाम्रो एकदमै कम पर्यो। भनौँ त पर्यो एक दुईपल्ट खट्टखुट्ट उता बजारतिर चाहिँ पर्यो, यहाँ चाहिँ पर्यो भने चाहिँ यहाँ हामीले के गर्छ भन्छ भन्दाखेरि जस्तो घाम कति लाग्यो त होइन। घाम कति लाग्यो, सनसाइन जस्तो क्रपलाई के हुन्छ, सनसाइन भएको राम्रो कि सनसाइन नभएको राम्रो? सनसाइन भयो भने के हुन्छ, फोटोसिन्थेसिस हुनुलाई के चाहियो, सनलाइट चाहियो होइन। भनेपछि राम्रो चाहिँ यदि सनसाइन भयो कि भएन होइन, यो क्रपलाई चाहिने त्यो सेनमा चाहिने भयो कि भएन कुरा भन्ने कुराहरू चाहिँ यो रिडिङले चाहिँ थाहा हुने भयो नि त। कम्पेयर गर्न सक्ने भयो नि त, अघिल्लो वर्ष कस्तो थियो अहिले कस्तो थियो होइन। धेरै रहेछ ल के पर्यो भन। मिस्टरीहरू पढ्यो होला होइन, अनि सिडिङ फर्टिलाइजिङ मेसिनहरू पढ्यो होला, स्प्रेङहरू पढ्यो होला होइन, हार्भेस्टिङ पढ्यो होला होइन, ट्र्याक्टरहरू पढ्यो होला होइन, पढ्यो होला। हामीसँग प्राइमेरी टिलेज हुन्छ, सेकेन्डरी हुन्छ, अलिक सिडिङ एन्ड हार्भेस्टिङको यही सुरु गरौँ होइन। यो मेसिन चाहिँ सिडिङ पनि टिलेज र सिडिङ सँगै गर्ने खालको मेसिन हो है। सेकेन्डरी टिलेज पनि गर्छ अहिले होइन। अहिले चाहिँ सेकेन्डरी टिलेज गर्छ र अहिले चाहिँ सिडिङ गरिदिन्छ। बजारमा चाहिँ
सुपर सिडर भनेर बेच्छ हैन यो चाहिँ सीड प्लान्टर र ट्रान्सप्लान्टर हैन सीड ड्रिल भनेपछि अलि बढी चाहिँ अलि रफली चाहिँ सीड चाहिँ सोइङ गर्ने डिभाइस हो। अब सीड प्लान्टर भनेको त्योभन्दा अलि मोर प्रिसाइजली चाहिँ गर्ने हो भने सीड प्लान्टरले चाहिँ के गर्छ भने प्लान्ट टु प्लान्ट डिस्टेन्स मेन्टेन गरेर नम्बर अफ हिल चाहिँ देखिन्छ त्यहाँ। अब सिटीले सरेकोमा चाहिँ यसरी नम्बर अफ हिल भन्ने हुँदैन, सर र कन्टिन्युसली सिटिङ गर्छ। अब यसमा चाहिँ हाम्रो अलिकति बोल्ड टाइपको सिटहरू अथवा जहाँ चाहिँ हामीलाई नम्बर के अरे हिल चाहिने हुन्छ त्यस्तो ठाउँमा चाहिँ यो मेसिन चाहिँ प्रयोग गरिन्छ। मकैमा प्रयोग गर्न सकिन्छ। मकैको लागि चाहिँ हामीले 60 देखि 20-25 60 लाइन टु लाइन चाहिँ 60 प्लान्ट टु प्लान्ट चाहिँ 20 हुने हिसाबले चाहिँ यसलाई हामीले चाहिँ एडजस्ट गर्नुपर्ने हुन्छ। अब यसमा धान पनि गर्न चाहिँ मिल्छ। पावर टिलर यसको एरिया चाहिँ हरेक वर्ष बढिरहेको छ। यो त मिटर र पावर टिलर यस सर यो चाहिँ हाम्रो ग्रेजरहरू भइहाल्यो। अब यो मेसिन पनि मिनी टिलर सस्तो हैन किनभने सस्तो अनि सानो जाको ल्याएर मिली भन्दाखेरि चाहिँ अब यो पनि सानो किसानहरूलाई हैन तरकारी खेती गर्नेहरूलाई चाहिँ यो भएको चाहिँ ठुलो ट्र्याक्टर चाहिँ नभएको काम गर्छ। जस्तो अब अहिले चाइनातिर हेर्ने हो भने अब यसो ट्र्याक्टरको पुरै सानो भइसकेको छ। यसैले नै जस्तो यसको चाहिँ मार्केट चाहिँ बढिरहेको छ। सबभन्दा इफिसियन्ट संसारको सबभन्दा इफिसियन्ट भन्नाले कुनै बलले पनि जोत्न मिल्ने हलो कुन हो त? यो संसारमा अहिलेसम्म सबभन्दा कम बल लगाएर पनि जोत्न मिल्ने हलो भने कुन हलो हो त? यो हो कि यो त्यो हाम्रो काठे हलो हो कि कुन हो त? जोत्तिने भनेको चाहिँ इन्डिजिनियस हलो है। तीको हुन्छ नि त सिउ जस्तो होइन, छेड्छ नि त्यसले। यिनीहरूलाई कुनेको त धेरै गाह्रो हुन्छ, धेरै बल चाहिन्छ होइन। त्यसले पल्लाउँदैन, यसले पल्टाउँछ। त्यसमा चाहिँ छेड्ने मात्रै छ। यसमा चाहिँ के त्यसको एङ्गल चाहिँ कम छ नि त होइन। त्यसको पेनिट्रेसन एङ्गल कम भएको हुनाले गर्दा त्यसमा थोरै बलले पनि त्यो काटेहरू भनेको सबभन्दा थोरै बलले पनि हुन्छ। तर अब हामीले ठुलो एरियामा चाहिँ गर्नु पऱ्यो भने चाहिँ एउटा मान्छेले काट्नेहरूले चाहिँ 1 बिघा के अरे एक हेक्टर गर्नु पऱ्यो भने कति 60 कति किलोमिटर हिँड्नुपर्छ। त्यो यति हुन्छ यति जोत्छ होइन। अब त्यो हलोले चाहिँ 30 कट्ठा जग्गा जोत्नु पऱ्यो भने कति किलोमिटर हिँड्नुपर्छ, 15 किलोमिटर हिँड्नुपर्छ कि। अनि हिँड्दा बिचरा थाक्छ नि होइन। जमिसनै पैसा आउँदैन, त्यस कारणले गर्दाखेरि टुटेकोहरू चाहिँ चाहिएको। अब योभन्दा चाहिँ यो एडभान्स हो, किनभने यसमा चाहिँ रोटरी मोसन पनि छ होइन। जङ्गल फाडियो, जङ्गल फाडेमा बनाएन राम्रो यो बनाएन अर्कोवाला ट्र्याक्टरको इन्जिनलाई असर गर्छ किनभने त्यो जोतिन्छ चाहिँ पहिला चाहिँ
अहिले चाहिँ हामी ढकेरी भन्ने ठाउँमा आयौँ वनस्पति केन्द्रमा। ल प्रवेश गरौँ। प्रवेशद्वारमा हामी प्रवेश गऱ्यौँ। यहाँ चाहिँ वाउ यार यहाँ सबै पहिला यहाँ पहिला हो सबै पहिला ग्रुपमा वाउ कस्तो दामी छ है वनस्पति केन्द्र हाम्रो ढकेरीको एकदमै ब्युटिफुल। अनि हामी प्रवेशबाट आएको सबै ल हामी एकछिन फोटो खिच्छौँ। ल यहाँको चाहिँ दामी छ। हामी चाहिँ आज शैक्षिक भ्रमण आएको एकदमै दामी रमाइलो ठाउँमा आइयो क्या। ढकेरी ठाउँ हो तर एकदम बवाल ठाउँ रहेछ यहाँको नेचरहरू यो गार्डनहरू फुलै फुलको गार्डनमा कोही कोही आहान। तपाईँलाई म फुलै फुलको गार्डन पनि देखाउँछु बिस्तारै। कलाएर यति ठुलो हो कि पुरै कति हेक्टर 5 हेक्टरमा फैलिएको छ फेरि हो कि नै 5 हेक्टरभरि पुरै गार्डन। हामी यतै घुमेछौँ। हामी अब उता पनि जान्छौँ पारिपट्टि पनि छेर्छौँ किनकि सबै घुम्नुपर्छ। अब फेरि आउन पाइने यस्तो ठाउँमा आउन पाइएला नपाइएला त्यो अर्कै कुरा। त्यही भएर हेर्नु 300 रुपियाँ तिरेर यहाँसम्म आइदियो भन्नु त पऱ्यो होइन। यति ब्युटिफुल ठाउँ छ नि आम्मा। मलाई त जाने मन छैन है साडो ओ साडो जाने मन छैन मलाई त्यहाँबाट। कस्तो दामी रहेछ ऊ माथि त्यो फुल पुरै रुखैभरि त्यस्तै फुल गएको क्या। कोही सुकेर यस्ता भन ओ केटा नमस्कार गरिदिउँ मजाले। ल ल ल कस्तो लागिरहेको त बेस्ट दामी। अरे एकदमै यहाँको दामी छ नि त गार्डन। सबलाई मनपर्छ। ओठ फुटेर पुरै त्यो गाडीमा बसमा आउँदा हावाले पुरै ओठ फुटेर यहाँ कस्तो त अब त्यो बर्मल चपाइरहेको छु। यसो त गर्नुहुन्छ फुलेर हेर्नु बढी कुरा सुन्नु भन्दा नि हेरौँ क्या। ओ यता पनि यति दामी छ तर यहाँ क्यामेरा सब छन्। फोटो मन त नखिच्ने तर क्यामेरा फोटो हामी मोबाइलबाट हाल्छौँ त्यही हो। अनि त्यहाँबाट ए यस्तै रुखमा माथि फुल गाहान नाइस। रुखमा यस्तै फुल टङ्गिहान दामी नेभलको झन्डा बनाइदिहान। सबलाई समेटिएर बनाइएको यो गार्डन एकदमै ब्युटिफुल छ। म जति भनौँ जति तारिफ गरौँ त्यति नै मलाई कम छ कि। म त जति तारिफ गरेँ नि यहाँ कम छ एकदम दामी छ। कहाँ कति मान्छे यहाँ चाहिँ यस्तो हातहरू त कला फरक यहाँ सबैको नाम पनि लेखेर चाहिँ यहाँ के छ भनेर तितेपाती हो। तितेपाती छ यहाँ अनन्त मूल अनि के हो फेरि सब यहाँ फरक नामहरू देखाएर आएको। अब हामी जान्छौँ मलाई एकछिन पछि घुम्नु काम गरेर। सरहरू पनि सबै आफ्नो आफ्नो काममा बिजी हुन्छ। फोटोसोटो हामी नै के गर्ने पानी आउनु पानी आउँछ सब यहाँ फरक उसको राखेर चाहिँ यस्तै ब्युटिफुल दामी छ यहाँ। यो चाहिँ वहीँ पर्छ क्या हो नि यो निकुञ्जमा क्या निकुञ्जभित्र त पर्छ होला कि गाजा हो क्या हो कि नै बाँके राष्ट्रिय निकुञ्जभित्रै पर्छ। ल त्यहीँ पर्छ। रुख कोही सुकेर रुख यस्ता भन् त्रिलिङ्ग पारेर मनो जस्तै तिमी त त्यस्तो हाम्रो हिरोहरू। तिम्रो गर्लफ्रेन्ड खै मलाई मिलाइदिनु होला के तिम्रो गर्लफ्रेन्ड खै? मेरो गर्लफ्रेन्ड भयो म कहिले पनि मिंगल थिएँ सधैँ त सिंगल हुन्छु। सिंगल भइसक्यो धेरै कहिले पनि मिंगल थिएँ म सधैँ त सिंगल। अहिले त म 18 वर्ष भयो। मान्छेले उल्टी गर्दैछ अहिले उल्टी आउँदैन कस्तो दामी ठाउँ कति रुपियाँ क्या नेचर एकदम ब्युटिफुल छ यहाँको।
राता फुलहरू त खिच्यौँ भिडियो सिडियो बनाइयो यहाँको ठाउँ भन्ने हो नि जति तारिफ गरौँ त्यति नै कम पर्ला जस्तो मलाई लाग्यो पैसा तिरेर खिच्ने पनि रहेछ त छ पैसा त्यही भएन यति दामी फुल छ यहाँ ओ माई गड हामीसँग चाहिँ विभिन्न भेराइटीका फुलहरू छन् जस्तै कि यो वाउ अब कस्तो दामी हावा पनि चल्दियो अनि त्यसमा हामी अब लाग्ने पनि लाग्थ्यो अन्त टनेलहरू रहेछ नि हो सब यही हो अब जे छ मैले त्यो देखाएँ सबै लगभग ल कलाएर यो रुखमा कस्तो फलेको त ल अब चाहिँ हामी लाग्छौँ प्रस्थान घरतिर अब जान्छौँ अब नास्ता पनि खान्छौँ होला है नास्ता खाँदैन यार कति बज्यो टाइम अहिले 3:30 भयो अझ हामीले बिहान खाएको त्यही खाएको बिहान त्यही पनि खाएको छैन होला साथी ओठो कस्तो सुको त ओ के गर्ने हो लिप काट्छ कि देऊ त तनाव भयो ल अब चाहिँ हामी लाग्छौँ कस्तो दामी रहेछ यहाँको एकदमै ल यहाँको जङ्गलहरू हेर्नु टक्क लाग्यो गार्डनहरू एकदम ब्युटिफुल गार्डन छ हामी चार्दै हुनुहुन्छ यहाँ ल म यहाँ देखाउँछु अब त्यहाँ के छ त्यो आफै हेर्नु होला टक्क लगाएर म देखाइदिन्छु यो के कति छ कति हेक्टरमा फैलिएको छ अनि उचाइ कति छ के छ यहाँ छ यसको म्याप चाहिँ खै छोडा छ यहाँ छ कि यसको काला चिट्टा सक्यो 5 हेक्टर 100 उचाइ 149 मिटर यहाँ बेउ न भूपेन्द्र ल अब चाहिँ हामी फर्केको अवस्था गेटबाट बाहिर तर यहाँको ठाउँ चाहिँ एकदम बबाल गार्डनलाई यस्तो दामी गरेर ल अब हामी फर्क्यौँ लाएर अब नास्ता खाने होला नि त घर हाम्रो बस यहाँ फेरि स्कुल बस पनि टन्डा राम भनेर आएको ल केटाहरू प्याक कति छिटो आएको आउँदैनहरू ल मेरा केटा ल हामी आएको चाहिँ यहाँ हो ढकरी बनस्पति उत्सव हामी फर्किसक्यौँ
लुंगी को तोड़ा उठाना पड़ेगा।